के अनुहार जेनजीको आवाज परिवर्तन कि विनाश कस्तो भयो त संसार। धन्यवाद सञ्चालिकाज्यू। यस गरिमामय कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिमान बाबुहरू तथा समुद्रमा रहेका लाखौं मोतीहरू मध्ये एउटा उत्कृष्ट मोती अर्थात् केही उत्कृष्ट मोतीहरू छान्न बस्नुभएका निष्पक्ष निर्णायक मण्डल, समयपालकज्यू तथा विभिन्न विद्यालयमा पाल्नुभएका गुरुवर्ग एवं प्रतिस्पर्धी अप्रतिस्पर्धी मित्रहरू सामु मेरो तर्फबाट न्यानो नमस्कार टक्राउन चाहन्छु। आज शहीद दिवसको अवसरमा हुन गइरहेको वक्तृत्व गोला प्रतियोगितामा जेनजी विद्रोहले देशमा पारेको प्रभाव भन्ने शीर्षकमा आफ्ना विषयवस्तुहरू अभिव्यक्त गर्न पाउँदा आफूले नै एकदमै भाग्यशाली ठान्दछु। महोदय, जेनजी अर्थात् जेनेरेसन जेड भनेको के हो त्यो जानो। जेनजी भन्नाले सन् 1997 पछि 2012 सम्म जन्मिएका युवा पुस्ताले जनाउँछ, जो हाल 13 वर्षदेखि 28 वर्षसम्म रहेका छन् भने जेनजी विद्रोह भन्नाले उक्त पुस्ताले नै सामाजिक, सांस्कृतिक र राजनीतिक परिवर्तनको माग र त्यसको अभिव्यक्तिलाई बुझाउँछ। महोदय, समाज परिवर्तनशील हुन्छ, त्यो परिवर्तनमा विशेष भूमिकाको रूपमा, विशेष शक्तिको रूपमा प्राय युवाहरू नै हुन्छन् भने वर्तमान समयमा त्यो भूमिका विशेष गरी जेनजीहरूले नै सम्हालिरहेको छ। नयाँ सोच, स्वतन्त्र विचार र अधिकारप्रति सचेत त्यो पुस्ताले अहिले परिवर्तनको मागसँगै विभिन्न किसिमका सकारात्मक प्रभावहरू पनि पारेको छ। यसले थुप्रै सकारात्मक प्रभाव पारेको छ, साथै केही नकारात्मक असरहरू पनि पारेको छ। यस सन्दर्भमा म तपाईँहरूलाई जेनजी विद्रोहले देशमा पारेको प्रभावको बारेमा आफ्ना विचारहरू राख्ने अनुमति चाहँदै आफ्ना विषयवस्तुतर्फ लाग्न चाहन्छु। यसले जेन एक्स र जेन वाई भन्दा तीव्र रूपमा काम गर्ने क्षमता पनि राख्छ। त्यसै गरी महोदय, जेनजीले युवाको आवाज बलियो बनाएको पनि छ। पहिले राजनीतिमा युवाको आवाज कम सुनिन्थ्यो, तर हालसालै भाद्र 22 र 23 गते भएको आन्दोलनले देखायो कि जेनजीहरू सचेत छन्, देशको बारेमा सोच्छन् र अन्याय सहँदैनन्। साथै सरकारमाथि पनि सकारात्मक दबाव बढ्यो। उनीहरूलाई भ्रष्टाचारी कुशासन गर्ने र हाम्रो भन्दा पनि मेरो भन्ने जस्ता स्वार्थी भावना भएका व्यक्तिहरूले राजीनामा दिन बाध्य बनायो। पारदर्शिता, सुधार र सुशासन विषयमा छलफल बढ्दै गयो। आन्दोलनपछि सरकारहरूलाई आफ्नो माग पूरा गर्न बाध्य बनायो। यसले भविष्यमा राम्रो नीतिको अपेक्षा जगाएको पनि त छ। साथै अर्को सकारात्मक पक्षको रूपमा हेर्नुपर्ने हुँदा यसले सामाजिक जागरण पनि त बढाएको छ। देशभरका मानिसहरूले राजनीतिक, सामाजिक अधिकार तथा विगत केही वर्षदेखि बिर्सिँदै आएको कर्तव्य जस्ता कुराहरू गर्न थाले। युवाहरूले हामी देशका जिम्मेवारी नागरिक हौँ भन्ने सन्देश दिएका छन्। साथै विभिन्न किसिमका थुप्रै सकारात्मक प्रभाव पारेका छौँ हामीले, जुन भन्न सक्दैनौँ। त्यसै गरी अर्को सकारात्मक पक्षको रूपमा हेर्नुपर्ने हुँदा हामीले उनीहरूमा एकता र साहसको उदाहरण पनि बनेका छन्। थुप्रै युवाहरू एकै ठाउँमा उभिएर आफ्नो विचार प्रस्तुत गर्न भनेको साहसको कुरा होइन र महोदय, यो पनि साहसकै कुरा हो। अरूलाई पनि सचेत र सक्रिय बनाएको छ। महोदय, सबैले मन पर्ने गुलाबको फुलमा त काँडा हुन्छ भने यो त जेनजी मानिसहरू हुन्, उनीहरूमा पनि केही नकारात्मक असरहरू छन्। यी विद्रोहहरूका नकारात्मक असरले हामीले नजरअन्दाज गर्न सक्दैनौँ। प्रमुख नकारात्मक असरको रूपमा हेर्नुपर्ने हुँदा यही भाद्र 22 र 23 गतेको नकारात्मक पक्ष हेर्ने हुँदा मानवीय रूपमा ठुलो क्षति भयो। थुप्रै मानिसहरूले ज्यान गुमाए। झडप र हिंसाका कारण थुप्रै मानिस घाइते भएर 76 जनाले ज्यान गुमाउन बाध्य भए। परिवार शोकमा परे। यो निकै दुःखद खबर हो। यति मात्रै कहाँ र मानवीय क्षति मात्रै होइन, सम्पत्तिमा पनि क्षति भयो। सहकारी भवन, सहकारी साधन र सार्वजनिक सम्पत्तिहरूमा क्षति भयो। यो हाम्रो देशको सम्पत्ति नै हो। यसको पुनर्निर्माणका लागि हाम्रो जनताको पैसा नै खर्च हुने हो। त्यसै गरी यिनीहरूकै कारण व्यापार, व्यवसाय लगायत विभिन्न किसिमका यातायात साधनहरू बन्द भए, काम बन्द भयो, जसले गर्दा थुप्रै मानिसहरूले आर्थिक समस्या पनि पर्यो। त्यसै गरी यसको यो आन्दोलनले विशेष प्रभाव पारेको कुरा भनेको यिनीहरूले राजनीतिक अस्थिरता ल्यायो, सरकारको परिवर्तन ल्यायो। सरकार परिवर्तनका कारण तनाव सिर्जना भयो, विकासका कामहरू ढिलो भयो। त्यसै गरी अन्ततः म समयको पनि ख्याल गर्नुपर्ने हुँदा अन्ततः म के भन्न चाहन्छु भने जेनजीहरूले हामीलाई दुई कुरा सिकायो। पहिलो, युवाहरू शक्तिशाली हुन्छ, यिनीहरूको आवाजले परिवर्तन ल्याउन सक्छ। दोस्रो, आन्दोलन शान्तिपूर्ण हुनुपर्छ। झडपले भन्दा पनि समझदारी, संवाद र कानुनी बाटोले देशलाई अगाडि बढाउँछ। त्यसै गरी यदि हामी युवाले हामीले देशलाई माया गर्नुपर्छ, तर
शान्तिपूर्ण तरिकाले हाम्रो देशलाई जोगाउँदै हामीले आफ्नो अधिकार माग्ने हो भने तब मात्र हाम्रो भविष्य उज्जवल हुन्छ भन्दै मेरा यी दुई भनाइहरू यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। यदि मेरो वक्तव्यमा केही त्रुटि भयो भने हजुरहरूले मिलाएर बुझिदिनु हुनुहुन्छ भन्ने म